श्रीमतीसँग कुरा भएको थियो अब दिन लाग्यो 70 लाग्यो भन्ने भन्छन् उनले त्यही भन्छन् अरू के भन्छन् र त्यसरी अङ्गोल हालेर फोटो किन खिच्नु भएको त बलात्कारीसँग उहाँले मेडिकल गर्नु पर्थ्यो नि त्यो बेला कतिजनाको चाहिँ लाइफ बिग्रिया छ सागरको श्रीमतीको सागरको छोराको सागरको उहाँ बहिनीको उहाँको अभिभावकको कतिजना परिवारको भविष्य आन्दोलनमा परेछ उहाँको एउटा स्टाफले भनेर उहाँले त्यो पनि सोच्नु होला नि त अहिले त्यो बहिनी आउनु पर्यो नि त अमेरिकामा बसेर एउटा फेसबुकमा भोलि बच्चाको हेर्नु त त्यो श्रीमतीको हेर्नु त उहाँ नारीलाई पीडा भयो भन्नुहुन्छ नि तपाईँहरू सागरको श्रीमती नारी होइन दुधे बालक छ बिरामी छ ऊ चाहिँ नारी होइन उसलाई चाहिँ कति गाह्रो भएको होला बहिनीलाई नि कारबाही हुनु पर्यो क्यामेरामा चाहिँ हेर्न हुँदैन है स्वागत छ तपाईलाई नमस्ते तपाईँ अहिले परिसरमा भेट हुनु भएको छ सागरजीलाई सपोर्ट गर्दै हुनुहुन्छ सागरजीको वरिपरि तपाईँका तस्बिरहरू भाइरल भइरहेका थिए तस्बिर भाइरल भएको छ र मलाई त त्यस्तो लागेन भएको जस्तो छैन सागरजीसँग तपाईँलाई जतिखेर पनि देखिन्छ परिसरभित्र अझ ड्युटी यतै भयो कि ड्युटी भन्दा पनि सागरलाई मैले भाइको रूपमा हेर्छु र अब एउटा भाइलाई दुःख पर्दाखेरि राम्रो या नराम्रो जे भए तापनि एउटा भाइलाई दुःख पर्दाखेरि दिदी वरिपरि घुम्नु त स्वाभाविक कुरा होइन र के आधारमा अब छोरी भयो त छोरीलाई सपोर्ट गर्नुपर्ने तपाईँ सागरलाई ट्रस्ट गर्नु भएको छ मैले छोरीको विरोध पनि त गरेको छैन नि मैले त के भन्दैछु भने यदि सागरले गलत गरेको हो भने सागरलाई कारबाही हुनुपर्छ तर अहिले त सागरले गलत गरेको भन्ने त केही पनि प्रमाण छैन अब एउटा बलात्कृत व्यक्तिले मलाई बलात्कार गर्यो फलानुले भनेपछि त्यही होइन र प्रमाण तपाईँले गलत बोल्नु बलात्कारको प्रमाण हुन्छ र दिदी तपाईँले गलत बोल्नु बलात्कृत भनेर कसरी थाहा पाउनुभयो तपाईँले सागरले बलात्कार गरेको प्रमाण भयो बच्चाको हेर्नु त त्यो श्रीमतीको हेर्नु त उहाँ नारीलाई पीडा भयो भन्नुहुन्छ नि तपाईँहरू सागरको श्रीमती नारी होइन दुधे बालक छ बिरामी छ ऊ चाहिँ नारी होइन उसलाई चाहिँ कति गाह्रो भएको होला 22वटा 25वटा मुद्दा लगाएको दोष लगाएको को प्रमाणित भएको छ त प्रमाणित भएर यो बलात्कारी हो भनेर सबै कुरो प्रमाणित भयो भने म पनि सपोर्ट गर्छु हो रहेछ तिमीले गलत गरेको रहेछ भनेर तर गलत त भएको होइन पुष्टि पनि त भइसकेको छैन होइन भन्नलाई पुष्टि पनि भएको छैन र प्रमाणित पनि भएको छैन त्यस कारणले के हो भनेर उसले कानुनलाई सहयोग गरिरहेको छ उसले चाहिँ किनकि भन्नुहुन्छ तपाईँको भाइले चाहिँ सागरले मैले गलत गरेको छैन मलाई फसाइँदैछ किनकि मैले गरेर खाएको सबैले देख्न सकेनन् उसको भनाइ त्यही छ अरू केही भनेको छैन मैले गलत गरेकै छैन भन्छ भनेपछि उसले फिल्महरू टन्नै पाइराख्नु भएको छ पछिल्लो समय एउटा फिल्म तपाईँकै फिल्म पनि आउँदैछ होइन डल्लेले एन्ट्री मार्यो भन्ने फिल्म हजुर आउँदैछ फिल्मकै लागि तपाईँहरूले सपोर्ट गरिरह हो कि होइन भनेर मैले फिल्मको जेलमा गएको छ मैले अघि सकिसकेँ तपाईँलाई भाइ हो मेरो सागर मेरो भाइ हो मैले उसलाई भाइ भन्छु मैले फिल्मको लागि हो भने त म रुँदै कराउँदै मेरो फिल्म डुब्यो भनेर रुँदै हिँड्थेँ होला नि सुन्नु भएको छ कहीँ मैले फिल्मको बारेमा बोलेको मलाई फिल्मतिर अहिले म फिल्मतिर जाँदिनँ होला नहोला उनलाई जीवनमा गरिखाने मान्छेलाई एउटा चल्दो बल्दो उमेरको मान्छेलाई त्यस्तो ट्याग लागेको छ भने मैले फिल्म भनेको मैले बनाइरहने कुरा त्यो बनाउँदा नि मिल्छ होला 2 महिना 4 महिना उसले सफाइ पाए पछाडि अथवा होला नहोला त्यतातिर नजाउँ फिल्मकोतिर जाँदै नजाउँ अहिले जे होला के तर मैले एउटा चाहिँ उसलाई के भनेछु भने तिमीले गल्ती गरेको छौ भने तिमीलाई कारबाही हुनुपर्छ तिमीले सत्य बोल र गल्ती गरेको छैन भने नडराउ भनेको छु तर हाम्रो यहाँ चाहिँ कस्तो छ भन्नुहुन्छ भने कानुनले अनुसन्धानमा ल्याएर राखेको छ उसलाई प्रमाणित गरेको छैन अवैध व्यवहार भनेर प्रेस विज्ञप्ति दिइराखेको छ परिषदले भने हाम्रा सबै मान्छेहरूले बलात्कारी अरे के अरे राक्षस अरे यस्ता कुराहरू चाहिँ मैले चाहिँ के भनेको भने होला उसले के गर्यो कसो गर्यो कि त्यो बहिनीलाई थाहा छ कि सागर भाइलाई थाहा छ तपाईँलाई पनि थाहा छैन मलाई पनि थाहा छैन उसले के गर्यो भनेर उहाँहरू एउटा असल साथी हुनुहुन्थ्यो अरे उहाँहरूले सँगै एउटा फिल्म पनि गर्नुभएको अरे मैले सुनेअनुसार होइन होला साथी भएको कारणले भेटघाट भयो होला बोलचाल गऱ्यो होला उहाँहरूले के कसो गरे उनीहरूको व्यवहार के कानुन जान्दछ अहिले हामीले त केही जानेको छैन मात्रै के भनेको प्रमाणित नभएसम्म खेदो नखनौँ न एउटा असल साथीले अरूले उचालेको भरमा आफ्नै बेइज्जत आफ्नो खानदानको बेइज्जत चाहिँ कसरी गर्नुभयो भन्ने सोच्नु गर्दा रहेछन् अहिले किन गयो यहाँभन्दा पहिला अरू 2 जना 4 जना हिरोहरू देख्नु भएको छैन र क्रिकेट खेलाडी देख्नुभयो हाम्रो पल्साजी देख्नुभयो देख्नु भएन र समीक्षाले छोडिदिएको भनिसक्यो नि त हो भनेपछि अनि हाम्रो त क्रिकेट उसको सन्दीप लामिछानेको उसको पनि त पर्यो नि उसले सफाइ पाएन र अहिले पल्साको फिल्म हिट भइरहेको उसले भोलि नहुने हो र किनकि प्रमाणित भएन भने भोलि उहाँहरूले के गर्नुहुन्छ त्यसको क्षतिपूर्ति र उसको इज्जत फर्काउनुहुन्छ उसलाई लाएको ट्याग फर्काइदिनुहुन्छ ए बाबा गलत गरेन मैले भन्दिनँ के
के हो हामीले थाहा देखा छैनौँ नि त नदेख्दैमा त्यति धेरै नभनौँ खेदो नगरौँ उसलाई सपोर्ट गरौँ कानुनलाई सहयोग गरौँ के हो यदि त्यस्तै हो भने त्यो बहिनी आउनु पऱ्यो नि त अमेरिकामा बसेर एउटा फेसबुकमा भोलि मैले कसैलाई हालिदिँदा हुन्छ राम्रो मान्छे हेरेर मलाई बलात्कार गर्न आयो भनेर मैले हालिदिए हुन्छ तपाईँहरू न्युज निकाल्नु न मेरो बारेमा ल भन्नु तपाईँले हाल्नुभयो भने त हामी पनि यहाँतिर बोल्ने अब यसरी न्युज निकालेर यस्तै भाइरल गराइदिनुहुन्छ मैले भने भने के तपाईँ चाहनुहुन्छ भन्न खोजेको तपाईँ चाहनुहुन्छ म त चाहन्न के मैले गरेका कुराहरूलाई त त्यो बहिनीले किन चाहिन् त्यो बहिनीलाई थाहा छ कि भगवान्लाई थाहा छ हामीलाई थाहा छैन एउटा बलात्कृत भएको व्यक्तिले उहाँले आफूलाई भनिराख्नु भएको छ हिम्मत जुटाउन टाइम लाग्यो देर आया दुरुस्त आयो भनिराख्नु भएको छ उहाँको भाइले ओपन च्यालेन्ज गरिराख्नु भएको छ उहाँको अङ्कलले मैले हेरिरहेको छु भनेर स्ट्याटस लेखिरहनु भएको छ बहिनीले आज मुद्दा अमेरिकामा दर्ता गरेर 2 दिन बलेजीलाई म्याच पनि थप भइराखेको छ छुट्छ भोलि छुट्छ छुट्छ फिल्म चाहिँ त्यही कारणले सारेको हो के फिल्म त हामीले सार्नै परेको हो किनकि गाईको कुरा सुने पछाडि भोलि अब के होला कसो होला होइन म मात्रै छैन त्यहाँ धेरैजना प्रोड्युसर हुनुहुन्छ सबैको अब सल्लाह अनुसारको अब हामीलाई मेन हिरोलाई नै यस्तो भइरहेको छ के हो यसको सत्य तथ्य नआएसम्म नगरौँ भनेर हामीले सल्लाह गरेर हामीले नगरेको हो त्यसमा त स्टार आउनुभन्दा होइन आएको र उसलाई पक्राउ नगरिदिएमा चाहिँ हामीले चाहिँ सल्लाह गरेर त्यसो गरेको किनकि हजुर कति घाटा लाग्यो भने अब घाटा लागेकोतिर अहिले जाँदिनँ म मेरो सागरको जिन्दगी र त्यो बहिनीको दुईजनाको जिन्दगीसँग पैसाको तुलना म गर्दिनँ किनकि घाटा लाग्यो फिल्म भनेर म भन्न जान्दिनँ उसलाई लागेको ट्याग हटोस् त्यो फिल्मले घाटा खाँदैन फेरि चलाउन सकिन्छ अहिले हामीले केही गरेको छैनौँ त्यसलाई केही बिग्रिया छैन तर यदि अन्याय गरेको हो भने अन्याय गर्नेले न्याय नै पाउनु पऱ्यो दुई नै पक्षले ऊपट्टि अन्याय भएको छ भने उसले पनि न्याय पाउनु पऱ्यो उसले पनि न्याय पाउनु पऱ्यो मलाई जहाँसम्म लाग्छ अरू चाहिँ यहाँ वकिल र के अरे न्यायाधीश भएर बिग्रिरहेको सबैभन्दा ठुलो कुरो यहाँनिर कतिले भनिरहेका छन् कि सागरजीले मलाई इन्डस्ट्रीकै मान्छेहरू मिलेर फसाए भन्नुहुन्छ उसको भनाइ नै त्यही छ के भन्नुहुन्छ म सँगसँगै मलाई होइन यहाँ त्यस्तो प्रविधि धेरै छ हुन चाहिँ खुट्टा तानी प्रविधि चाहिँ एउटा चाहिँ चिया पसल गरेर खाने मान्छेलाई त मान्छे लागेछन् अरू छोडिदिनु न ऊ त स्टार अबको स्टार छ केही पनि छैन स्टार छ अबको स्टारै सागर हो अबको इन्डस्ट्रीमा अब राम्रो 8-10 फिल्म उसको 5वटा 6वटा फिल्म साइन गरिसकेको थियो सागर हो त्यही भएर होला अरूले पैसा धम सबै देखेर होइन मान्छेले बिगार्नलाई पैसा नै खोज्दो रहेछन् के मान्छेले हामी चाहिँ निकाल्दैनौँ फिल्मबाट पनि निकाल्दैनौँ उसले गर्दा मेरो फिल्म डुबे पनि हामी भन्दैनौँ फिल्म चल्छ उसले सफाइ पाउँछ होइन उसले चाहिँ के अरे बलात्कार गरेको हो के हो भने त्यो बहिनीले नै न्याय पाउनु पऱ्यो र होइन भने त्यो बहिनीलाई नै कारबाही हुनु पऱ्यो भोलिको दिनमा उसलाई अहिले जति पनि ट्र्याक लगाउनु भएको छ नि यहाँ सबै न्यायाधीशहरूले फेसबुकमा हालेर सागरजी र जो बलात्कारको आरोप लाउनु भएको छ उहाँको बाबा एकदम जिग्री हो भनिएको छ जिग्री अब मैले चाहिँ उहाँलाई चिन्दिनँ को जिग्री त्यतातिर म गइनँ मैले जानेको सरासर मैले सागरलाई चिन्छु त्यो बहिनीलाई पनि मैले चिन्दैन मैले सागरलाई चिनेको कारणले चाहिँ उसलाई चाहिँ मैले राम्रोसँग दिदी कसम मैले मेरो श्रीमतीलाई सिन्दुर हालेको दिनदेखि म कुनै पनि केटीसँग त्यति नजिक छैन भेटघाट बोलचाल सबैसँग छ भनेर कसम घाँटी समातेर कसम खाएको कारणले उसले गलत गरेको छैन कि त कसैले रिस चाँदेको हो कि त भनेर चाहिँ मलाई चाहिँ लागेको एउटा चाहिँ जस्तो तपाईँले सागरजीलाई निकाल्नुबाट डुब्यो भनेर भन्नुहुन्छ जस्तो अब उहाँले सबै पाउनु भएन भने चाहिँ फिल्म के गर्नु किन सफाइ पाउँदैन होला र मजाले पाउँछ सफाइ चाहिँ मजाले पाउँछ फिल्म डुबेछ भने पनि हामी 5 जना छौँ 5 जनाले जुगा खेलेछौँ भनेर बस्छौँ बानी व्यवहार त अब म एउटा दिदीको रूपमा हेर्दाखेरि होइन म एउटा दिदी भएर मैले त्यति पनि थाहा पाइनँ कि मैले ऊ त्यति गलत थियो कि हिजोको दिनमा थियो होला तर उसले बिहा गरिसके पछाडि केही छैन त्यो चाहिँ छँदै छैन किनकि मैले अहिले सुद्धा उसँग 3टा म्युजिक भिडियो गराएँ एउटा फिल्म मुभी गराएँ होइन अहिले 4 दिन 5 दिन काम गरेँ उसँग मैले 4-5वटा काम गर्दाखेरि मैले त्यस्तो चाहिँ देखिनँ के सोच्ने ठाउँ चाहिँ मैले त्यस्तो चाहिँ हो होइन यो त यस्तो थियो भन्ने चाहिँ मैले पाउन सकिनँ अब मेरो अगाडि केही भएन कि होइन अब उसले चाहिँ त्यो बिहा गर्नुभन्दा पहिला मैले सागरलाई भेटेको थिइनँ बिहा गरे पछाडि भेटेको बिहा गरे पछाडि मैले उसलाई त्यस्तो खासै त्यस्तो खालको देखिनँ श्रीमतीसँग कुरा भएको थियो
अब दिन लाग्यो 70 लाग्यो भन्ने भन्छन् उनले, त्यही भन्छन्, अरू के भन्छन् र? त्यस्तै त हो नि, के बोल्नै सक्दिनँ उसले के बोल्छ र? त्यो बच्चाको हेर्नु त, त्यो श्रीमतीको हेर्नु त, उहाँ नारीलाई पीडा भयो भन्नुहुन्छ नि तपाईँहरू। सागरको श्रीमती नारी होइन, दुधे बालक छ, बिरामी छ, ऊ चाहिँ नारी होइन, उसलाई चाहिँ कति गाह्रो भएको होला। त्यो श्रीमानको कुरा सुनेर ऊ छ्यापछ्यापी मोबाइलमा न्युजमा आउँदा उसलाई कस्तो गाह्रो भयो होला तपाईँ सोच्नु त एकछिन। ऊ नारीहरू हो कि होइन? उसलाई अब त्यो उसलाई महिलाको पक्ष लिउँ कि आफ्नो श्रीमानको पक्ष लिउँ? ऊ पनि एउटा नारी भएको हुनाले नारीको पक्ष लिउँ कि श्रीमानको पक्ष लिउँ? उसले कति दोषात्मक छ। उहाँ त्यो बहिनीलाई भन्दा बढी पीडा त्यो श्रीमतीलाई छ। अहिले बच्चा छ, परिवार छ, श्रीमान जेलमा छ, कसको कुरा सुन्ने? उसलाई मान्छे पछि लाग्छन्, जतै नलाग्थ्यो त्यही पछि लागेर सोधेन, उसलाई बोल्न सकेको छैन। मैले भन्न खोजेको गलत रहेछ भने, यदि प्रुफ छ भने सत्य तथ्य, जसरी यो हाम्रो के भन्छ अहिले यो एमालेको नेता केले बलात्कार गरेको एउटा बहिनी हुनुहुन्छ नि गायिका, त्यो बहिनी कसरी यहाँ परिषदमा घुमिरहनुहुन्छ मैले 15-16 दिनदेखि देखाएको छु भने त्यसरी नै घुम्न परेको त्यो बहिनी पनि आएर यहाँ आएर यदि गलत भएको छ भने सडकमा नआएसम्म न्याय पाउँदैन। सडकमा नआएसम्म होइन, उहाँ बसेर फेसबुकमा लेखेर भएन नि त। तपाईँको एक दिन सक्नु भएन, 2 दिन सक्नु भएन, 1 महिना सक्नु भएन, 2 महिना सक्नु भएन, 6 महिनासम्म त उहाँ होसमा आउनुपर्ने हो नि त। उहाँको फोटोहरू हेर्नु भएको तपाईँको चाहिँ के अरे एउटा चाहिँ के भन्छ हाम्रो मानसिक ठिक के भएको बहिनी अरे उहाँलाई के भन्दै हुनुहुन्छ? औषधि के को औषधि? डिप्रेसनको औषधि खानुभएको। झ्याम्म अगल हालेर फोटो वाइन यसरी टाउको वाइनको गिलास टाउकोमा हालेर फोटो खिच्नु भएको उहाँले। फेरि त्यस्तो बिरामीलाई औषधि खाएकोलाई त वाइन चाहिँ त खानु हुँदैन होला, हुन्छ र? अनि बलात्कार गर्न आउने बलात्कारले यसरी अङ्गल हालेर फोटो किन खिच्नु भएको? चट्ट बुटचुट लाएर त्यो लौ त नि त केटीले चाहिँ बलात्कार गर्न लाग्दो देखिन्छ उहाँको फेसन हेर्दाखेरि। मैले फोटो हेरेको छु नि, मेरो मोबाइलमा नि छ। उहाँ त्यस्तो लुरे केही रहेको बिरामी भएको झोक्राएर बसेको भए कखरे कुकुर पारे कि भन्नुहुन्थ्यो। उहाँ त कस्तो हट्टकट्ट तन्दुरुस्त हुनुहुन्छ त। सुरक्षित उसलाई उसकै ज्यानको सुरक्षितको लागि, किनकि उसले सामाजिक सुरक्षामा खलबल पुर्यायो भनेर फेसबुकमा अनेक थरी आउन थाल्यो। अब यस्तो भयो भनेर उहाँहरूले प्रेस विज्ञप्ति नै दिनुभएको छ त। उहाँहरूले भनिरहनु भएको छ त परिषदबाट। हो त्यो गर्नुले दुइटैको इज्जत जोगिन्थ्यो नि त। बहिनीले पनि मैले ठुलो कुरा गरेँ भन्नुभयो होला, तर उहाँको पनि इज्जत त लिलामी भयो नि त, होइन र? उहाँको जिन्दगी बाँकी छ, उहाँको पनि इज्जत त लिलामी भयो नि त। उहाँले गलत गर्यो, ल ठिक छ, गलत गर्यो सागरले। उहाँले आएर आफ्नो तरिकाले आफ्नो अभिभावकलाई भनेर के गर्नुपर्ने हो गरेर दुवैजनाको इज्जत जो गरेको भए त उहाँको पनि इज्जत उथलपुथल त भयो त, सडकमा त आयो त उहाँको पनि इज्जत। खासै उहाँलाई पनि भोलि तिमी बलात्कारी भएको मान्छे हो भनेर त हो। मैले त्यही भन्छ किन सक्दैन, मजाले सक्छ। ए बाबु केही नै भएको छैन उहाँलाई, उहाँ बिरामी हुनुहुन्थ्यो होला हिजोको दिनमा। अनि फेरि हाम्रो एमएसीले अमेरिकन एमएसीले बिरामी मान्छेलाई अमेरिका कसरी पठाए? उहाँ त्यत्रो पढेको मान्छे। ए बाबा उहाँ एउटा बच्चाले ठुलो आवाज निकालेर रोयो भने त्यो घरमा पुलिस गएर पक्रिन्छ के? मेरा भाइहरू छन्, मेरा बहिनीहरू छन् अमेरिकामा, म पो गएको छैन त भन्छन् उनीहरूले। चर्को स्वरले बच्चा लग्यो भने आमा बाउलाई लर थुन्छ अरे भने उहाँले अलि केही त्यसरी बलात्कार गर्दा त उहाँले पनि प्रतिकार गर्नुभयो होला, कोपार्नु भयो होला, हानफान गर्नुभयो होला। केही पनि नगरिकन बसेर के भयो उहाँलाई? अब के उसले लट्ठ्याउने सुई लाग्यो कि त जाँदा जाँदै उहाँ लगेको आयोजकले धरि उहाँले रिक्वेस्ट गरेर मेरो अपार्टमेन्टमा लिएर जान्छु भनेर एक कप चिया खाएर मात्रै आउने भनेर लानुभएको भनेर उहाँले हालिसक्नु भयो। उहाँलाई जो विश्वास गरेर लाने मान्छेले आफू जाँदा जाँदै एकजना लेडिज मजाले अपार्टमेन्ट जाँदा चाहिँ बलजफ्ती चाहिँ मलाई जहाँसम्म लाग्छ, म पनि एउटा 45-50 वर्षको महिला हो, गर्छ जस्तो चाहिँ मलाई चाहिँ लाग्दैन क्या। बलजबस्ती नै लाग्दैन, किनकि बलजबस्ती भनेको 4-5 जना मान्छेले गऱ्यो भने त्यसलाई चाहिँ बलजबस्ती भनिन्छ अपार्टमेन्टमा हेर्दै। अनि त्यो त्यसरी अङ्गल हालेर फोटो किन खिच्नु भएको त बलात्कारीसँग? उहाँले दाइको सम्बन्ध हुँदा पनि त्यही दिन त्यही प्रोग्राममा खिचेको फोटो पनि त आएको छ नि उहाँसँग, त्यही प्रोग्राममा खिचेको फोटो नि आएको छ नि। के सल्लाह दिनुहुन्छ त उहाँ सङ्गम बहिनीलाई? मैले भन्नुपर्दा म पनि एउटा महिला हो, यदि उहाँ अन्यायमै पर्नु भएको छ भने उहाँका चाहिँ उहाँ अपार्टमेन्टमा त उहरू हुन्छ, सिसी क्यामेरा हुन्छ नि त, त्यो फुटेजहरू लिएर उपस्थित हुनु पऱ्यो, उहाँ प्रमाण लिएर उपस्थित हुनु पऱ्यो। भित्रको नहोला बाहिरको त होला? बाहिरको पनि भित्रको नभए बाहिर घरभित्र लाँदै गरेको त सबैले भनिरहेको नि, तर त्यहाँभित्र उसले बलात्कारै गरेको भने किन हुँदैन? भित्र क्यामेरा हुन्छ नि, सिसी क्यामेरा किन हुँदैन? घरमा हुँदैन होला र? घरसम्म त जानुभयो होला, अब जानु त उसले लिएरै गएको त भनिरहेको त। तर त्यसरी बलजबस्ती गर्दा उहाँले ठिक छ त्यो गर्यो उसले, मैले मानौँ न एकछिनलाई, तर उहाँले किन प्रतिकार गर्नु भएन?
1 वर्ष पनि सुन्ने मान्छे कोही थिएन भन्नुभयो त दुईजना मात्र रुममा चाहिँ कसले सुन्छ त प्रतिकार अनि त्यहाँ त चर्को बोल्दा पनि पुलिस आउँछ अरे त्यो बेन लिएर अमेरिकामा त अनि उहाँ रुँदा कराउँदा भाडा ठोक्दा बजाउँदा अनि त्यो त होला त त्यहाँ त पछि बेलुका त कोही गयो होला नि त त्यहाँको त्यो घटनास्थलको फोटोसोटो त होला त उहाँसँग है तपाईँको यहाँ अहिले भर्खर गोली हानेर मान्छे मारेर 24 घन्टासम्म यहाँ रगतको टाटा नपुछेसम्म जाँदैन तपाईँलाई लाग्छ अमेरिका जस्तो ठाउँमा काठमाडौँमा नै त कसैको मतलब हुँदैन यहाँ आफ्नो आफ्नो धुनमा हिँडिरहेको हुन्छ तर अमेरिका जस्तो ठाउँ होइन नि घरभित्र भएको काठमाडौँमा जस्तो प्रतिकार गर्छ भने प्रतिकार गरेर कोही मान्छे त्यहाँ पुग्छ भन्ने कुरामा तपाईँ विश्वास यहाँको जस्तो सरकार छैन त्यहाँ धेरै सुरक्षित छ बच्चाले एउटा आफ्नो आमालाई मलाई पिट्यो भनेर कम्प्लेन गर्दा आमालाई ल्याएर थुन्छ भने एउटा केटाले त्यसरी बलात्कार गर्यो भने त्यहाँको जस्तो कानुन कहीँ पनि छैन हाम्रो नेपालमा मात्रै त्यस्तो सिस्टम नभएको बुझ्नुभयो नि हाम्रो यहाँ चाहिँ तपाईँको चाहिँ यो अलि यो गरिब छ यसलाई कसैले पिटिरह्यो भने र अलि धनी मान्छेलाई कसैले के गर्यो भने पछि लाग्छन् मान्छे अलि गरिब र अलि निम्सरो मान्छेले हो भने यहाँ चाहिँ त्यो हुन्छ तर विदेशमा सानो गरिब धनी ठुली सबै समान हुन्छ त्यहाँनिर चाहिँ त्यहाँ त्यस्तो हुँदैन बलात्कार कसैले गरेको भए त्यहाँ त रोडमा सिसी क्यामेरा हुन्छ त्यहाँ त्यो जाने तरिका छुट्टै होला ठिक छ उहाँलाई त्यस्तो भएको भयो उहाँलाई त्यति पीडा भएको भयो उहाँले 6 महिना 5 महिना 5 दिन 1 हप्तामा गरेको भए त हुन्थ्यो नि त उहाँले भन्नुभएको छ त डिप्रेसनसँग लडिरहेको थियो मलाई यो भन्नलाई पनि धेरै समय लाग्यो सुन्नु मलाई एउटा कुरा अचम्म लाग्यो लिनलाई तपाईँ प्रोग्राम गरेको ठाउँमा त्यत्रो टाढासम्म लिन जान सक्नुभयो उहाँ लड्दै पर्दै भोलिपल्ट बिहानै आएर रिपोर्ट गरेको भए नि त्यो बेला त ताजै थियो त मेडिकल गर्नु पर्थ्यो नि त्यो बेला विश्वास गरेर फ्यामिलीको मान्छे हो भनेर जानुभएको भन्नुभयो मैले बुझेँ विश्वास गरेर जानुभयो त्यो पनि राइट छ फ्यामिलीको मान्छे भन्नुभयो त्यो पनि राइट छ फ्यामिलीको मान्छेले विश्वासै गरेर गएर त्यो यो चाहिँ दानवै त होइन होला नि त जाँदा जाँदै मान्छे झ्यापै समातिहाल्यो त्यतिसम्म त तपाईँहरूले पनि त देख्नु भएको होला नेपालमै हुनुहुन्छ होइन विभिन्न टेलिभिजन ऊ एउटा सेलिब्रिटी नै मान्छे हो कहिले नचिनेको कहिले नदेखेको मान्छे त होइन मान्छेलाई बाटैमा झ्यापै समात्ला त त्यति त देखिँदैन त मान्छे त भनेपछि तपाईँको भनाइअनुसार जसले स्टाटस हाल्यो उहाँको चाहिँ गल्ती हो उहाँको गल्ती होइन सागरजीको चरित्र उहाँले दुवैजनाको गर्नुभयो सागरको मात्रै होइन उहाँलाई पनि जसले सबैले चिन्छ अब किनकि उहाँलाई पनि कसैले राम्रो त भन्दैन उहाँलाई अन्याय परेको थियो भने उहाँले सर फेसबुक नलेखिकन कानुनको सहायता लिनु पर्थ्यो भन्ने तर उहाँलाई त धेरैले समर्थन गरिरहेको छ धेरैले साहसी छोरी भनिरहेको छ यति समयपछि भए पनि तिमीले बोल्यौ भन्ने खालको स्याबासी दिइरहेको छ होइन स्याबासी त यस्तो हो स्याबासी त साहसी छोरी बलात्कार गरेको भनेर उहाँले स्याबासी दिनु साहसी बलात्कार गरिसकेपछि त्यो स्याबासीलाई म पनि स्याबासी दिन्छु तर अहिले चाहिँ म स्याबासी दिँदिनँ प्रमाणित भोलि उहाँले प्रमाण जुटाएर यदि सागरले बलात्कारै गरेको भने प्रमाणित भयो भने चाहिँ त्यस पछाडि साहसी छोरी म पनि भनौँला के बुझ्नुभयो नि मैले यो एकदमै राम्रो दुधले नहराएको सागर भनेको छैन के उहाँले त्यत्रो आफूमाथि त्यत्रो हुँदा 28-29 वर्षको मान्छे हो नि त उहाँ त 14-15 वर्षको बच्चा होइन नि त 28-29 वर्षको मान्छेले मैले 4वटा छोराछोरी पाएको थिएँ 29 वर्षमा भने उहाँले आफूमाथि भएको बलात्कार अनि यति लामो समयसम्म किन बस्नुभयो किन उ गर्नु कसको दबाबमा पर्नु यसले यहाँबाट गन देखायो कि त भनिस् भने मार्छु भन्यो कि त्यो पनि त भन्नु पर्यो नि उहाँले सबै कलाकारहरूले त सागरकै गल्ती भनेर सबैले होइन ठिक छ उहाँ आफ्नो सोचाइ हो गल्ती दुईटैको बेजेत दुईटैको भएको छ बुझ्नुभयो नि सागरको मात्रै बेजेत भएको छैन हाम्रो हङ्गम बहिनीको पनि बेजेत भएको छ किनकि उहाँले उहाँमाथि अन्याय भयो त उहाँले कानुनको सहायता लिनु पर्थ्यो कि फेसबुकको सहायता लिएर यसरी बजाउने होइन नि त बाजा बजाएर यसरी पुरै राष्ट्रै घन्काउने होइन नि त अन्यायमा पर्नुभयो ठिक छ अनि यहाँ चाहिँ कलाकारहरूले चाहिँ किन त्यसरी सागरलाई कृषि हो र त्यसरी स्ट्याटस लेखेर अब उहाँहरूको आफ्नो इच्छा हो कि उहाँहरूले जे सोच्नुभयो त्यो बोल्नुभयो त्यो उहाँहरूले भोलि थाहा पाउनुहुन्छ उहाँले के बोल्यो भन्ने कुरो भोलि नै देख्नुहुन्छ अब ऊ कस्तो मान्छे रहेछ नि भोलि उसले गलत रहेछ भने उहाँहरूले अब के पाउनुहुन्छ थाहा छैन होइन गलत रहेनछ भने त्यसमा पनि के पाउनुहुन्छ त्यति बेला थाहा हुन्छ अब मैले आफूले मनमा लागेको कुरा दुवैजनाले आफ्नो बेजेत सागरको मात्रै बेजेत भएको छैन कि उहाँ झन् एउटा लेडिज हो नि त उहाँको पनि त बेजेत भएको छ नि मलाई जहाँसम्म लाग्छ उहाँलाई गलत भएको थियो भने उहाँले सर्लक्क कानुनको सहायता लिनु पर्थ्यो आफ्नो गार्जेनलाई भनेर के गर्न सकिन्थ्यो त्यो चाहिँ उहाँले भन्नु पर्थ्यो उहाँले त फेसबुकमा चाहिँ अनेक थरी भनेर चाहिँ उहाँको पनि बेजेत भयो दुनियाँले उहाँको फोटो स्क्रिनसट गरेर राखेका छन् भोलि उहाँसँग बाटामा अनेक प्रकारको उहाँको लाइफ बल्ल सुरु हुँदैछ उहाँलाई पनि त अड्सिलो पर्ला नि कतिजनाको चाहिँ लाइफ बिग्रिया छ सागरको श्रीमतीको सागरको छोराको सागरको
उहाँ बहिनीको उहाँको अभिभावकको कतिजना परिवारको भविष्य अन्धोलमा परेको छ उहाँको एउटा स्टाटसले भनेर उहाँले त्यो पनि सोच्नु होला नि त अहिले मैले जानेको चाहिँ त्यो गर्नु हुन्थेन उहाँले उहाँमाथि अन्याय परेको थियो त उहाँले सर्लक्कै कानुनको साथै लिन सक्नुहुन्थ्यो त्यसमा